हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ मेरो डे अफ। म चाहिँ अलिअलि सामान किन्न मार्केटतिर लागेको, धेरै टाढो छैन, तर नि लास्टै गर्मी। म चाहिँ त्यो नजिकैको नेस्टोमा छिरेँ। हेर्नु न, कति सामानहरू जुनदेखि नि किन्न मन लाग्ने, जुनदेखि नि किन्न नलाग्ने। यो हामी छोरी मान्छेहरूलाई चाहिँ कति धेरै लोभ लाग्ने क्या, त्यो हेऱ्यो भने राम्रो देख्ने, त्यो हेऱ्यो भने राम्रो, सबै किनेर पनि साध्य छैन। विदेश जुनहरू त्यही किन्न मन लाग्ने। हेर्नु कति राम्रो राम्रो सामानहरू, त्यस्तो महँगो पनि होइन, ठिकै छ। तर अब जुनहरू पनि किन्न मन लाग्ने, हामी छोरी मान्छेलाई चाहिँ किनेर पनि साध्य नहुने। विदेशमा बोकेर लानु पनि साध्य हुँदैन, पछि फ्याँकेर जानुपर्छ। हेरेँ अलिअलि आफूलाई इमर्जेन्सी परेको सामान चाहिँ किन। खासमा चाहिँ म आइरन किन्नु गएको थिएँ, लुगामा लगाउने आइरन किन्नलाई। तर अलिअलि अरू सामान पनि किनेँ, हेर्दैछु चकबोर्डहरू पनि। तर म चकबोर्डहरू किनिनँ। अनि के हेर्दै, तर कस्तो राम्रो क्या, हेर्दै किनौँ मन लाग्ने थियो। तर मैले चाहिँ किनिनँ। मासु काट्ने चक्कु पनि हेरिरहेको छु, ठुल्ठुलो मासु काट्नलाई, तर ल्याइनँ, हेरेँ मात्रै क्या। त्यस पछाडि घुमेँ मजाले सबै हेरेँ। भित्र गयो भने शीतल हुन्छ, बाहिर गर्मी न गर्मी। प्लेटहरू पनि हेरेँ मैले, तर प्लेट मसँग छ अलरेडी नै। तर कस्तो राम्रो क्या सामानहरू चाहिँ किनौँ लाग्ने, त्यस्तो एक्सपेन्सिभ पनि होइन। अनि यता कस्मेटिक सामानहरू मजा थियो, तर मैले कस्मेटिकहरू केही पनि किनिनँ। किनभने यता कहाँ यो चाहिँ किनौँ कि भन्दै थिएँ, किनिनँ। यो पनि मैले एउटा बट्टा चाहिँ लिएँ क्या, यसो फलफुलहरू बोक्नु भनेर। अनि त्यस पछाडि आइरन चाहिँ मैले किनेँ, अलरेडी किनिसकेँ, आइरन चाहिँ लिइसकेँ। अनि त्यस पछाडि एउटा अचम्मको कुरो चाहिँ त्यहाँनिर मैले एउटा के चिज भेटाएँ भने, हेर्दै जाँदाखेरि। अनि त्यस पछाडि त्यहाँनिर चाहिँ के भेटाएँ होला भन्ने चाहिँ मैले रेडियो भेटाएँ क्या, रेडियो। अनि यही बट्टा चाहिँ किनेको मैले। फुलहरू पनि थियो राम्रो। अनि लुगा सुकाउने स्ट्यान्ड पनि किनौँ कि भनेको, त कति महँगो, 3 केडी 3.5 केडी रहेछ। मैले किनेन। यो चाहिँ स्ट्यान्ड चाहिँ केही एडजस्ट गर्छु भनेर। अनि त्यस पछाडि हेर्दै गएको थिएँ मैले। हेर्दै जाँदाखेरि भेटाएँ यस्तो बास्केटहरू, सबै किनौँ लाग्ने क्या सामानहरू। तर के गर्ने, सबै किनेर साध्य नै हुँदैन। अनि त्यस पछाडि हेर्दै म मजाले घुमेँ क्या, यो चाहिँ मार्केट। अनि त्यस पछाडि म हेर्दै गएको। अनि त्यस मिक्सचरहरू पनि हेरेँ, सबै हेरेँ, ठिकै थियो प्राइसहरू पनि। अनि म हेर्दै गएको अनौठो कुरो चाहिँ मैले यो रेडियो देखेँ क्या। यो रेडियो चाहिँ रेडियो नै त होला, रेडियो नै होला। म त छक्क परेँ, कसरी पायो यहाँ भनेर थियो क्या।